इजरायलमा के को भ्याकेन्सी छ, सुपरमार्केटमा भ्याकेन्सी आएको छ कि छैन भनेर मलाई धेरैले मेसेज गर्नुहुन्छ। तर अहिले चाहिँ सुपरमार्केटमा अहिले धेरै भ्याकेन्सिजहरू आएको छ, बोइजको लागि, गर्ल्सको लागि होइन, मेलको लागि, फिमेलको लागि, दुवैको लागि अहिले भ्याकेन्सिज राम्रो आएको छ। यदि तपाईँ मेहनत गर्न चाहनुहुन्छ यहाँ आएर भने तपाईँ आउन सक्नुहुन्छ, तपाईँ काम गर्न सक्नुहुन्छ है। यहाँ चाहिँ अब मेहनत चाहिँ धेरै गर्नुपर्छ, किनभने धेरै मेहनतको काम छ यहाँ। भिडियो त म सजिलो काम जस्तै कि अब सजिलो कामहरू एकछिन हाम्रो रेस्ट ब्रेक हुन्छ, काम हुँदैन, त्यति बेला मात्रै मैले भिडियो बनाएर तपाईँहरूलाई दिने हो। तर त्यसको पछाडिको मेहनत धेरै छ है। र तपाईँ आउन चाहनुहुन्छ, इजरायल आएर काम गर्न चाहनुहुन्छ भने चाहिँ म चाहिँ एउटा कुरा सजेस्ट गर्छु, जुन पनि मैले एक्सपिरियन्स गरेको छु। तपाईँ आफ्नो फिल्डमा आउनुहोस्, जस्तै कि तपाईँले जे काम आउँछ त्यो फिल्डमा आउनुहोस्, अनि चाहिँ तपाईँलाई सजिलो हुनेछ। अब एक्सपिरियन्स छैन, आयो यहाँ आएर सिक्ने, यहाँ आएर काम सिक्नलाई चाहिँ अब अलिकति गाह्रै हुन्छ सुरुमा चाहिँ। एक्सपिरियन्स आफ्नो फिल्डमा आउनुभयो भने चाहिँ तपाईँलाई धेरै सजिलो पनि हुन्छ र कमाइ पनि राम्रो हुन्छ। र यहाँ आउनु चाहिँ अब इजरायल चाहिँ अब धेरै महँगो पनि छ, अरू देशलाई हेरेर चाहिँ इजरायल चाहिँ अब धेरै महँगो पनि छ। र यत्रो पैसा हालेर अब आउनुहुन्छ है, यहाँ आएर पनि अब मेहनत चाहिँ धेरै गर्नुपर्छ। हेर्नुहोस्, म चाहिँ त्यही भन्छु, आफ्नो फिल्डमा आउनुहोस्, आफ्नो फिल्डमा आएर काम गर्नुहोस्, तपाईँलाई सजिलो हुन्छ। र तपाईँ आउन चाहनुहुन्छ, काम गर्न चाहनुहुन्छ, तर तपाईँलाई थाहा छैन तपाईँ कहाँबाट एप्लाई गर्ने, के गर्ने, कसलाई सोध्ने, कसरी गर्ने भनेर तपाईँ यदि कन्फ्युज हुनुहुन्छ भने तपाईँ मलाई मेसेज गर्नुहोस् है। म डाइरेक्ट भन्न सक्दिनँ यहाँदेखि गर्नु यो राम्रो हुन्छ, तर म एउटा लाइन चाहिँ तपाईँलाई भनिदिन्छु। म तपाईँले देखाउनु चाहिँ म देखाइदिन्छु, तर त्यहाँ गएर तपाईँ आफै रिसर्च गर्नुहोस्, बुझ्नुहोस् र एप्लाई गर्नुहोस् ल।